खाए ल मेरै भ्लगमा मलाई नै अत्याचार भइरहेछ गाइस बोले ओ पिकनिक जाऊ यो खिच्नु न यो त एकदम इम्पोर्टेन्ट चीज हो हाम्रो पिकनिक चाहिँ सुरु हुन्छ छ्याङ र छ्याङ बोक्ने बहिनीहरूलाई भेटेर अनि हामी बसलाई पनि कुर्छौँ आधी घण्टा जति हाम्रो पिकनिक बसलाई सबैजना भेला भएर हाम्रो बस आइपुगिसकेको छ अब सबैजना बसतिर लागिरहेका छौँ अनि उहाँ चाहिँ हाम्रो रबिना दिदी हुनुहुन्छ अनि विवास भाइ नाच्दैछ हाम्रो बस हो अनि हामी बसमा छ अड्ला सिटमा बसिरहेछौँ अनि हामी चाहिँ बसमा छौँ गाइज हाम्रो यहाँनिर गाडी भरिसकेको ल हामी क्याबिन सिट बस्ने क्याबिन सिट खाली हुनु पर्यो ल अनि हाम्रो चाहिँ दुईटा गाडी थियो एउटा गाडी चाहिँ अगाडि गइसकेको छ मान्छे भरेर अनि हाम्रो गाडी पनि भर्खरै कुद्दैछ हामीले नाच्दा नाच्दै 5 खालसम्मको दूरी तय गरिसकेका छौँ अब यहाँबाट हामी 0 किलो हुँदै दोलाघाटतर्फ लागिरहेका छौँ हाम्रो पिकनिक स्पोट चाहिँ खलापारी रहेछ त्यही भएर हामी फलामको पुल तरेर खोलाको बाटो हुँदै रिसोर्ट पुग्दैछौँ हामी फाइनल्ली हाम्रो पिकनिक स्पोट आइपुगिसकेका छौँ अनि ऊ चाहिँ अस्मिता दुईटै अस्मिता हो होइन अस्मिता बहिनी हो चाहिँ चाय पिलो हेलो लक्ष्मी दिदी हेलो मलाई चाहिँ यो रिसोर्टको नाम पनि थाहा छैन होइन अनि हाम्रो चाहिँ दाजुभाइहरू यहाँ आउने बित्तिकै टिटी पनि खेल्न भ्याइसक्यो कि ब्याग पनि खोलेको छैन क्या अझ मलाई चाहिँ इन्भाइरोमेन्ट एकदमै राम्रो लाग्यो एकदम इको फ्रेन्डली चट्ट दामी होइन हरियाली नै हरियाली सो म चाहिँ लाग्यो अब रमाइलो गर्नतिर भाइहरूसँग पुल खेलियो पुल खेलिसकेपछि चाहिँ हामी चेन्ज गर्न जान्छौँ अब किनकि स्विमिङ गर्नु छ ए चेन्ज गरेर त हामी गएर चेन्ज गर्छौँ अनि त्यसपछि स्याम चाय भन्थ्यो ए 8 नम्बर टेन्ट पो हो रुम भने अनि चेन्ज गर्नलाई चाहिँ 8 नम्बर रुम हाम्रो भनेर पठाउनु भएको थियो अनि हामी चाहिँ रुम खोज्दै हिँडिरहेको 8 नम्बर चाहिँ टेन्ट रहेछ होइन उहाँ चाहिँ हाम्रो डाक्टर साहब हुनुहुन्छ हेलो गाइज आर यु अल इन्जोइङ अरु अनि हामी चेन्ज गरेर स्विमिङ पुल आइसक्यौँ तर मलाई पौडी खेल्न आउँदैन डुब्यो भने त बेइज्जती हुन्छ त्यही पनि हामी फालिदिन्छु म अब Oh, guys. Happy Saturday. Duty day हो हैन त्यही पनि भागम भाग गरेर भएको यहाँ पार्टी पिकनिक आइदिएको अनि हामी यहाँनिर यसरी पिकनिकमा स्विमिङ हान्दैछौँ स्विमिङ पुल पुरै खाली भइरहेछ चट चकी क्वालिटीमा बेस्ट अफ द बेस्ट दामी बजार हल्लाउने मार्केट हल्लाउने प्राइसमा कोही स्विमिङ पुलमा यसरी मजा लिँदै हुनुहुन्थ्यो भने चाहिँ कोही चाहिँ ऱ्याफ्टिङको मजा लिँदै हुनुहुन्थ्यो
हातले भइरहेको छैन बिचरा एकछिन जल्दी वहां से हटो। ये क्या चीज है? हामीले बलुन रेस पनि खेल्यौँ। सो अनि हामीलाई चाहिँ बलुन रेसमा षड्यन्त्र गरेर हराइयो। हाम्रो चाहिँ रुल फलो भएन भनेर हराइयो, तर सबैले त्यसरी नै खेलिरहेका थिए। हाम्रो एम्पायर जो हुनुहुन्छ यहाँ बिचमा उभिरहनु भएको सपना दिदी, उहाँले चाहिँ हामीलाई षड्यन्त्र गरेर हराउनु भयो। उहाँले चाहिँ एकदम षड्यन्त्र गर्नुभयो गाइज। अनि त्यसै भएर हामीले चाहिँ गेम्समा पार्टिसिपेट गर्दैनौँ हामी भनेर हामी रिसाले खाना गयौँ। हामी चाहिँ एकदम मिष्टान्न भोजन खान गयौँ। खाएला सुपको साग, माम, टोफूको तरकारी, सलाद, डल्ले खोर्सानीको अचार। खाएला सानो एउटा कमेडी भिडियो बनाइसकेपछि हामी चाहिँ रमाइलो हेर्न गयौँ। ए डुब्यो मोबाइल छैन। And here is our Mishtanna Bhojan with double shot of water. ओके ल छिटो भयो त्यो भएन क्या, दिएर अनि फेरि लिनु पर्यो नि। उयो कपाल होइन हस्पिटलको। उता माथि फुत्त उफ्रेर के उडेर गर्दैन हुन्न के। ल ल ल भिडियोमा आछ नि दुईचोटि गर्नु पर्यो कि यस्तो यस्तो ल ल भयो भयो। Hello. So finally we are
our destination, KK Hospital. Back to our reality. पहिलेदेखि 9 to 5 यहाँ 8 hours को ड्युटी बिहान गएर अर्ली मर्निङ ड्युटी जानु छ 10 hours होइन मेरो 10 hours नै हो तर तपाईलाई त अझै 12 hours लाग्छ 12 hours जसलाई चाहिँ फोन गरे भने हेलो भन्दा पनि म भ्याउँदिन मेरो आज अफ छ भ्याउँदिन होइन म आइहाले दिन त आउँदैछु म निस्किएँ गाइस मलाई आज झगडा गर्न बाँकी छ मेरै भ्लगमा मलाई नै अत्याचार भइरहेछ गाइस म माथि शोषण भयो म माथि पुरा शोषण भयो यहाँ छैन बारे शोषण भयो यो मान्छेले समाधान सुरु गरेको शोषण चाहिँ अनि यो मान्छे साथ दिने अनि यहाँनिर उदि हे गर्छ रे शोषणले हे गर्छ त्यही भएर अब अहिले यहाँनिर बस्न खोज्दै आजको भ्लग हाम्रो यहीँ समाप्त हुन्छ पिकनिक आजको पिकनिक यहीँ समापन भयो अब घर गएर मजाले सुतिन्छ टक्क लाएर बसिन्छ अनि त्यसपछि 9 to 5 भने मेरो त 7 to 3 हो मेरो 7 to 3 हो मेरो 7 to 3 बाइक अरू केही चाहिँ हुँदैन भनेको मैले 7 to 3 हुन्छ ओ भिटामिन यो चाहिँ होइन यो खास पानी मिसेको दुध हो गाइस तिमीहरूले अरू नै सम्झेन होइन यो भिटामिन यो चाहिँ अब हामी त्यस्तो अस्वस्थ चिज खाँदैनौँ नि त पानी मिसेको पानी मिसेको मोही भन्यो ए लौ न के हो वेट पुगेन क्या होइन दिदी पछाडि आउनु पर्ने हो हाम्रो गाडी चाहिँ अड्किसकेको छ गाइस घुँ भइरहेछ होइन तर अगाडि जान सके होइन भिडियोको समाप्ति गरिसकेपछि पनि हामी गाडीका होइन गाडी अल्झिएका कारण बाटाका कारण हामी यहाँनिर अहिले हामी बाहिर पनि भिडियो देखाउँछौँ यो खोलामा हामी फसिरहेछौँ हामी एकदम बिकटमा छौँ होइन हामी चाहिँ खोलाको बिचमा फसिसकेका छौँ यहाँ मान्छेहरू डराएर होइन हाँसिरहेछन् होइन यस्तै सबैजना मान्छेहरू अब हामी फस्यौँ गाइस होइन हामीलाई उद्धार चाहियो को हो यो को हो यो को कोही खाली छ भन्ने यसो कन्ट्याक्ट गर्दा हुन्छ है ऊ सिङ्गल हो एकदम उनी सिङ्गल हो है फेरि उसको बिचरा एउटा मात्रै बोयफ्रेन्ड छ यहाँ हात उठाइयो म माथि शोषण भइरहेको छु 10 वटामा होइन एक हटाएर पुरै 0 बिचरामा आँसु पनि आउँदैन यतिखेर अनि अब सक्यो हाम्रो निकाल्छ अरे गाइस आँसु त बराबर निकालिदिन्छ अरे होइन त्यो हुन्छ नि त्यो के सेती नदी होइन सेती नदी फरार आँखाबाट दरार हुन्छ अरे कि आँखा तरिरहेछ हामीलाई होइन तर हामीलाई बाल छैन कि यता जब आँखा त हामीले कति देखेछौँ बाटो हिँड्ने पछि मान्छेको आँखा देख्छौँ हामी के डोडाउँछौँ हामी होइन के भन्छ तिम्रो आँखा छ अनि तिम्रै छैन दिएको डर आइदिएर चालक सहकर्मी दाईहरूले एकदमै प्रयास गरिरहनु भएको छ चप्पल लगाएर आउनु भएको रहेछ अलिकति गाह्रो पर्ला होला होइन हामी यहाँ खोलाको बिचमा फसिसकेका छौँ दर्शक बिन्दुहरू ओ भाइ सम्हालेर ल बाबु त गाडी बनाऊ यहाँ हामीले ठेलिरहेको छौँ भित्रबाट गाडी यस्तो बेसर ठेलिरहेको छु होइन यस्तो बेसर ठेलिरहेको छु मैले अगाडि गएको छैन गाडी तिमी ठेल न गाडी ठेल पर्दैन गाडी फसिरहेको छ सरी त तिम्रो नाकलाई यस्तो खै नाक सिधा भइसकेको छ गाइस टाउको निकाल्ने टाउकोले ठेल्ने लागेको अहिले के भएर टाउको
सो हाम्रो गाडी चाहिँ बालोमा फसेको थियो अनि बल्ल तल निक्ल्यो दाइदाहरूले एकदम मेहनत गरेर निकाल्नु भयो हाम्रो साथीहरूले पनि जबरजस्ती ठेले अब हामी चाहिँ घर जाँदैछौँ र हामी घर गएर सुत्ने हो आजको भ्लग यति नै बाई बाई